माटोमा पछि गयो हौ धुनु पर्छ यार पर्दैन धुनु पर्छ माटोमा झोल धुन्छ भन्छ जान्न पर यो चिम्टाले चेप्ने मेरे छोडेर जेठी दिदी मेरा कान्छा भाइ मेरो भतिजनी मेरो दाजुमाइला मेरो मोबाइलले न भिडियो गर्न सम्झना याखा कि लिम्बो अब पछि मरि गए पनि सम्झना रहन्छ बजाउने खाएर चाहिँ गाडी खाने गाडी कुदाउने चाहिँ हैन ठेल त रान्यो खाएर थुङमाको इम्रो तेम्बो खा लुङ हुनु ल्यान्डिङ छ बसन ट्याम ट्याम थुङमा गएर हाकी बाबा भनेको गिदिने डरो वाङ धन्ना दुनिया गएछ बाउको आशीर्वाद लागेको आमा बाउको कहाँ छौ त्यो राम्रो मोबाइल दाजुलाई पनि दिनु नि अनि यो सेकुवा नि याक्तु बातु रामकुमार कहाँ गयो रामकुमार यहाँ व्यवस्था गर भाइ यहाँ उता टोली यताउति खटन हरुन खटम गर्नु पर्यो अन्त चाहिँ यहाँ सुँगुर काटेर सेकुवा दाजुमाइला विदेशबाट आउनुभएको यतापट्टि आगो सकिन यतापट्टि नै बेटर गर्नु को तेम्रो लोतोमा चाहिँ मजा बङ्गला मिन हैन लोतोमा यतै राख्नुमा ढुङ्गा चाहिँ हाम्रो रोटी पोल्ने ढुङ्गा पनि दिनु त यता पाक्दैन अतै हेर बे के भिडियो बनाइदिनु पर्ने हो भिडियो बनाइदिए काकालाई ल सेकुवा सेकुवा तेर्सोबाट गरे भिडियो ल ठिक छ रेडी ल रेडी ओके ओके ल 1 2 3 को बन अघि 4 भइसक्यो हो ल आजको चाहिँ हाम्रो यहाँ स्पेशल दाजुभाइहरुको चाहिँ हैन गजा त्यो हल्दे बिन्दे कार्यक्रम महिनाको बर्थडे दुईटा टिचर ल्याएर आउँछ यता हाम्रो क्यामेराम्यान चाहिँ हाम्रो भतिज श्री रामकु सुश्री हो श्री हैन नि रामकु हुनुहुन्छ के छ अनि भतिज एकदम हामीलाई चाहिँ खुसी लागिरहेछ कि अङ्कलले यहाँ यत्रो विदेशबाट आएर यहाँ सेकुवा बनाउँदै हुनुहुन्छ कि आजको स्पेसल हाम्रो अङ्कल हाम्रो प्रोग्राम हैन हजुर ठिक छ एकदम राम्रो छ बुढी बरमको चाहिँ कालो बङ्गुर यो धराने पनि हैन है यो चाहिँ हाम्रो अर्ग्यानिक हाम्रो सुँगुर कालो बङ्गुर यो धरान पुर्याउँदाखेरि धरानमा पहाडको 300 को कालो बङ्गुर भन्छ के छ भति चलिरहेछ ओके ठिक छ हैन ल